अभिवादन जनाइदिने आग्रह गर्दछु। गुजरात गंगा उज्जल जगति तरंगा तव शुभ नामे जा। र फेरि पनि स्वागत गर्न चाहन्छु म सङ्गीत तपाईँको साथी। सेकेन्ड सेमिफाइनल म्याच गार्लाङ गोल्ड कप गार्लाङ स्टेडियमबाट रातो जर्सीमा तपाईँहरूले दार्जिलिङ युनाइटेड एफसी देखिरहनु भएको छ भने ब्लू जर्सीमा युकेएफसी खरसाङ। सो सेकेन्ड सेमिफाइनल म्याच सुरु भइसकेको छ। पहिलो किक अफ युकेएफसीबाट। यो पहिलो फ्री किक निडुप। आहा राम्रो बल फ्रेन्को। दार्जिलिङ युनाइटेड मुभ यहाँनिर आशिष राम्रो बल थियो त्यहाँनिर आशिषको। मुन्डा मौका नसक्छ यहाँनिर। क्रस छ निरज कार्की ब्याक पास गर्दै युनाइटेड मौका नसक्छ युकेएफसी। निडुपको एकदमै राम्रो साहसी अट्याम्प त्यहाँनिर निडुपबाट। आहा जर्सी नम्बर 19 को त्यो ब्याक पास थियो। बिडेन ब्याक पास गर्दै मौका नसक्यो यहाँनिर युकेएफसी। एकदम राम्रो चान्सेसहरू बिल्डअप गरिरहेको छ। अफसाइड राम्रो नयन। राम्रो डिफेन्डिङ त्यहाँनिर फ्रेन्कोको। युकेएफसी को यो कर्नर जर्सी नम्बर 17 राइट ट्याङबाट कर्नर दिनको लागि रेडी। रेफ्रीको विसल आइसकेको छ। हेडा हेडा गोल। रेफ्रीको विसल आइसकेको छ। हेडा हेडा गोल 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 गोल। जर्सी नम्बर 19 बाट त्यो शानदार हेडर। निडुप एकदमै कन्फ्युज त्यहाँनिर त्यो गोल कताबाट भयो भनेर। सो युकेएफसी 1 अनि युनाइटेड दार्जिलिङ 0। राम्रो स्किल अनि राम्रो पास त्यहाँनिर मौका नसक्छ जर्सी नम्बर 10। जर्सी नम्बर 10 को रन क्रस आएको छ। राम्रो पास अगाडि राम्रो केरी निडुपबाट। दार्जिलिङ युनाइटेड जर्सी नम्बर 19 दार्जिलिङ युनाइटेड किक जर्सी नम्बर 19 को। आहा मिस पास बिरेनको ब्याक पास। मौका अझै पनि छ दार्जिलिङ युनाइटेडमा। जर्सी नम्बर 4 दार्जिलिङ युनाइटेड मुन्डा मौका आउन सक्छ। आशिष चापेको त्यो क्लियरेन्स राम्रोसँगले भएन। फ्रेन्को नयनमाथि त्यो फल किक आएको छ फ्रेन्कोको। युकेएफसी अट्याकमा आशिष
एकदमै राम्रो पास ल मुन्डा बिरेनको राम्रो ब्लक जर्सी नम्बर 10 युकेएफसीबाट जर्सी नम्बर 15 युनाइटेडबाट हाम्रो टर्न अनि किक आशिष बल गेन गर्न सफल यहाँनिर दार्जिलिङ युनाइटेड युकेएफसी फेरि बल पोजिसन राखिसकेको छ आशिषको बल थियो अगाडि एकदमै राम्रो सेभ नि निडुप लेप्चाबाट युकेएफसी किक युकेएफसी पोस्टदेखि बाहिर निडुप जर्सी नम्बर 17 नयन नयनको रन यो नयन बल छ अझै पनि क्रस आएको छ मौका हुन सक्छ किक लागो क्रस आएको छ मौका हुन सक्छ किक लागो जर्सी नम्बर 17 बाट यो अर्को गोल निडुप निराश यहाँनिर नयनको एकदम राम्रो पास र स्कोर युकेएफसी 2 अनि युनाइटेड 0 निरज युकेएफसी फेरि एट्याकमा राम्रो बल छ एकदम राम्रो नयनलाई निडुपलाई पास गर्न सफल नयन गोल निडुपलाई पास गर्न सफल नयन गोल नयन प्रधान नयन गोल नम्बर 3 आइसकेको छ यहाँनिर र स्कोर युकेएफसी 3 अनि युनाइटेड दार्जिलिङ एफसी 0 निरज कार्कीलाई थियो फ्रेङ्कको बल र किपर अनि रूपक अनि निरज कार्की चोटिल क्रस हेडा नयन ला फल युकेएफसी राम्रो बल सिसलाई बल थियो अलिकति लेट गेम प्ले त्यहाँनिर 19 बाट र हाफ टाइम विसल ब्लो भइसकेको छ युकेएफसी 3 अनि युनाइटेड दार्जिलिङ एफसी 0
नमस्ते अनि स्वागत छ तपाईँलाई सेकेन्ड हाफको गेममा म सङ्गीतको साथमा गालाङबाट गालाङ गोल्ड कपको सेकेन्ड सेमी फाइनल म्याच हेर्नु भएको छ। कर्नर किक राम्रो बल फ्र्याङ्को आहा नीरज कार्की मुन्डा लेफ्ट फुटेड किक आएको थियो वीरेनको एकदम राम्रो ब्लक राम्रो स्किल मुन्डाको राम्रो किक आएको छ टार्गेटमा राख्न सफल मुन्डा नीरज कार्की नीरज पास मिस पास यहाँनिर मौका छ दार्जिलिङकोमा क्रस नम्बर 10 क्रस मुन्डा राजको एकदम राम्रो ब्लक मौका नसक्छ युकेएफसी कोमा मौका थियो अझै लिड गर्ने फ्र्याङ्को मौका नसक्छ आहा मिस पास फ्र्याङ्कोबाट तालमेल मिलिरहेको त्यस्तो देखिएको छ यहाँनिर कसन शरद निमा ब्याक पास नयन क्रस त्यो पिकअपको अगाडि कर्नर किक सर्ट कर्नर क्रस आउनुपर्ने हो मुन्डालाई फेरि बल दोस्रो नम्बर 16 लाई आहा सिट फर्म थाले यहाँ गोली भित्छ नि मौका नसक्छ किक आएको छ दोस्रो नम्बर 13 बाट थियो एकदम राम्रो किक थियो फ्र्याङ्कोमा बल फ्र्याङ्को माथि राजको फल एकदम राम्रो बल फ्र्याङ्को त्यो बल थियो एकदम राम्रो मौका थियो युनाइटेड आहा दोस्रो नम्बर 13 मौका नसक्छ दोस्रो नम्बर 13 किक दोस्रो नम्बर 16 क्रस आएको छ राम्रो रूपकको एकदमै राम्रो क्लियरेन्स त्यहाँनिर फ्री किक मौका आउन सक्छ आहा वाट सर्ट एकदमै राम्रो सर्ट थियो त्यहाँनिर दोस्रो नम्बर 19 को मौका नसक्छ यहाँनिर युनाइटेडकोमा दोस्रो नम्बर 16 रुस्तमको त्यो पेज दोस्रो नम्बर 16 दोस्रो नम्बर 13 लाई किक आएको छ हेड नीरज कार्की किक फ्र्याङ्को आहा 13 नम्बर आहा एकदमै हेभी टच त्यहाँनिर नयनको रन मुन्डाको त्यो प्रेस ब्याकबाट दोस्रो नम्बर 19 युनाइटेडबाट फ्री किक राम्रो बल आएको छ लु 12 मौका छ अझै पनि नीरज कार्की क्रस आएको छ फ्र्याङ्को गोल आहा रूपको एकदम राम्रो सेप कर्नर किक युनाइटेडबाट राम्रो क्रस आएको छ दोस्रो नम्बर 6
क्रस आएको छ निरज मुन्डा 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 राज मसिनो 13 सरी मुन्डा ओपन छ बिटेन क्रस आएको छ सुविधा भइरहेको छ मौका हुन सक्छ राम्रो बल पास त मौका थियो बिचमा रूपकको एकदम राम्रो क्याच युकेएफसी ब्याकबाट ट्याकल आएको छ युकेएफसी मसिनो नम्बर 17 कोना किक सरी सेट पिस मसिनो नम्बर 18 मौका हुन सक्छ मसिनो 19 लाई राम्रो बल बिरेन युकेएफसी राम्रो सेप रूपक दु राम्रो क्रस गर्नुपर्ने हुनेछ नम्बर 18 को पास 19 लाई किक 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 नम्बर 18 क्रस नो म्यान्स ल्यान्डमा दिएको छ अम्बो मुन्डाको त्यो ट्याकल रजत राज रावतमाथि र फुल टाइम विजुअल ब्लो भइसकेको छ युकेएफसी थ्रु टु फाइनल